सुन्नुस् त, कहिलेकाहीँ जीवनमा यस्ता घटनाहरू घट्छन् जुन सुन्दा पत्यारै लाग्दैन। विज्ञान, तर्क सबै फेल खान्छन्। आजको यस प्रस्तुतिमा स्वागत छ, जहाँ हामी यस्तै एउटा अकल्पनीय कथाको विश्लेषण गर्दैछौँ, अदृश्य सङ्केत। एकदमै शान्त भएर सुन्नुहोला है, किनकि आज हामी जुन रहस्यको पर्दा उघाड्दैछौँ नि, त्यसले हाम्रो यथार्थ र भ्रमबीचको रेखालाई निकै धुमिलो बनाइदिनेवाला छ। यसले मानव मस्तिष्कको गहिराईमा लुकेका नसुल्झिएका रहस्यहरूलाई उजागर गर्नेछ। अब एकछिन कल्पना गरौँ त, मध्यरातको समय छ, बाहिर मुसलधारे पानी परिरहेको छ, एउटा पुरानो ढुङ्गाको घर छ। यही शान्त तर एकदमै रहस्यमय वातावरणबाट हाम्रो कथा सुरु हुन्छ। एउटी नेपाली युवती गहिरो निन्द्रामा छिन्, अनि उनले त्यही झरीको रातमा एउटा यस्तो सपना देख्छिन् नि जसले उनको जीवन सधैँको लागि बदलिदिन्छ। सपनामा उनले ठ्याक्कै आफ्नै आँगनमा त्यो दर्किदो पानीमा सेनाको पोसाक लगाएका दुईजना अपरिचित मानिसहरू उभिएको देख्छिन्। सुन्दा सामान्य लाग्ला, तर यो कुनै साधारण सपना थिएन। यो विपना भन्दा पनि धेरै धेरै यथार्थ थियो। भाग 1, मध्यरातको त्यो रहस्यमय सपना। ल, अब यसको गहिराईमा जाउँ। त्यो सपना किन यति अनौठो थियो त? सपनामा ती दुई सैनिकहरू चुक्कसम्म बोलेका थिएनन्। उनीहरूको अनुहारमा कुनै भाव नै थिएन, पुरै ब्ल्याङ्क। उनीहरू मात्र त्यहाँ उभिएर ती युवतीलाई एकटकले हेरिरहेका थिए। पानी दर्किरहेको छ। सामान्यतया मनोवैज्ञानिकहरू भन्छन् नि, यस्ता सपनाहरू हाम्रो अवचेतन मनमा रहेका गहिरा डरको उपज हुन्। तर यहाँ कुरै अर्कै छ। यो कुनै डरलाग्दो चलचित्र जस्तो नभएर एउटा स्पष्ट सन्देश जस्तो महसुस भइरहेको थियो। अनि साँच्चै आङसिरिङ्ग हुने कुरा त अब आउँछ। सपनाको अन्त्यतिर ती दुई मध्ये एकजना सैनिकले एउटा छोटो तर एकदमै गहिरो कुरा बोल्छन्। फेरि भेट हुनेछ। एकछिन यो वाक्यलाई फिल गरौँ त। यो कुनै विदाई थिएन, यो त एउटा वाचा थियो। बिहान बिउजिँदा ती युवती पसिनाले निथुक्क भिजेकी थिइन्। मुटु डुकडुक गरिरहेको थियो। एउटा सपनाभित्र कसैले यस्तो स्पष्ट र चिस्याउने वाचा गर्दा कसको पो होस उड्दैन र? भाग 2, दीक्षान्त समारोहका अपरिचित अनुहार। रातको त्यो डरलाग्दो अन्धकार र झरीबाट अब हामी सिधै अर्को दिनको उज्यालोमा पुग्छौं। भोलिपल्ट एउटा सैन्य दीक्षान्त समारोह अर्थात् ग्रेजुएसन सेरेमनी थियो। घाम मज्जाले लागेको छ, चारैतिर एकदमै उत्साह छ, परिवारहरू खुसी छन्। हिजो रातिको त्यो डरलाग्दो सपनाको यहाँ कुनै नामोनिसान हुनु हुँदैन थियो। ती युवती पनि त्यही भिडमा एउटा दर्शकको रूपमा उपस्थित थिइन्, रातिको कुरालाई दिमागबाट हटाउने कोसिस गर्दै। तर कथाले यहाँ एउटा एकदमै अकल्पनीय मोड लिन्छ। समारोह चलिरहेको छ, अनि अचानक उनको नजर भिडको एक छेउमा पुग्छ, र त्यहाँ उनले जे देख्छिन् नि, उनको त होसै उड्छ। पैताला मुनिको जमिनै खस्किए जस्तो। तिनै दुई सैनिकहरू, हो हुबहु तिनै अनुहार, त्यही कद, त्यही हेराई, ठ्याक्कै हिजो राति सपनामा देखे जस्तै। उनीहरू त्यहाँ उभिएर उनैलाई हेरिरहेका थिए। सोचौं त, हामीले कहिल्यै नदेखेको अनुहार जुन सपनामा मात्र आएको थियो, त्यो अचानक दिउँसोको उज्यालोमा अगाडि उभिँदा कस्तो होला? यो कुनै संयोग मात्र हुनै सक्दैन थियो। यो त वास्तविकता र भ्रमबीचको पर्दा नै च्यातिएको क्षण थियो। त्यसैले यहाँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्न खडा हुन्छ। ती दुई सैनिक आखिर को थिए त? के उनीहरू साँच्चै त्यहाँ थिए, या ती युवतीको दिमागले कुनै क्रूर खेल खेलिरहेको थियो? जब उनले आँखा मिचेर फेरि त्यता हेरिन्, ती दुईजना भिडमा गायब भइसकेका थिए। तर उनीहरू त्यही थिए भन्ने कुरामा उनी पुरै विश्वस्त थिइन्। यो प्रश्नले उनलाई भित्रभित्रै खाइरहेको थियो, र यसको उत्तर नपाएसम्म उनलाई शान्ति मिल्नेवाला थिएन। भाग 3, पुरानो सैनिकको त्यो खुलासा। यही छटपटीको बीचमा उनको भेट त्यहाँ उपस्थित एकजना अवकाशप्राप्त वृद्ध सैनिकसँग हुन्छ। ती पुरानो सैनिकको अनुहार हेर्दै थाहा हुन्थ्यो उनले जीवनमा धेरै कुरा भोगेका छन्। युवतीले आफूलाई रोक्नै सकिनन् र ती दुई सैनिकहरूको हुलिया बताउँदै ती वृद्धलाई सोधिन्। तर उनले जुन उत्तर पाइन् नि, त्यो उनको कल्पनाभन्दा धेरै परको थियो। जब वृद्ध सैनिकले ती दुईको विवरण सुने, उनको अनुहारको रङ्गै उड्यो। आँखा रसाए, र उनले एउटा यस्तो सत्य ओक्ले जसले समयलाई नै एकछिन रोकिदियो। ती वृद्ध सैनिकले लामो सास फेर्दै भने, तिमीले जसलाई देख्यौ त्यो असम्भव छ। किनभने 5 वर्ष, ठ्याक्कै 5 वर्ष अगाडि ती दुवै सैनिकहरू एउटा भयानक हेलिकप्टर दुर्घटनामा शहीद भइसकेका थिए। उनीहरू यो संसारमै थिएनन्। यो अङ्क 5 नि, यो केवल एउटा समयको मापन थिएन, यो त जीवन र मृत्युलाई छुट्याउने एउटा पर्खाल थियो। तर आज त्यो पर्खाल भत्किएको थियो।
र यसले एकदमै स्पष्ट रूपमा यो असम्भव घटनाक्रमलाई छल्लङ्ग पार्छ। यो टाइमलाइनलाई एकपटक ध्यान दिएर हेरौँ त। 5 वर्ष अगाडि त्यो दुःखद हेलिकप्टर दुर्घटना जहाँ उनीहरूले वीरगति प्राप्त गरे। हिजो मध्यरात ती युवतीको सपना जहाँ असम्भव कुरा देखियो। र आज दीक्षान्त समारोह जहाँ ती मृत सैनिकहरू विपनामै देखा परे। लजिकको कुनै पनि कसीले यसलाई प्रमाणित गर्न सक्दैन। यसले त भौतिक विज्ञानको नियमलाई नै सिधै च्यालेन्ज गरिरहेको छ नि। के समय साँच्चै सिधा रेखामा चल्छ या कहिलेकाहीँ विगत र वर्तमान यसरी नै एक आपसमा ठोक्किन्छन्? भाग 4 नबिर्सिएको त्यो अन्तिम सन्देश। यो खुलासापछि ती युवतीको अवस्था कस्तो भयो होला हामी सजिलै अन्दाज लगाउन सक्छौं। उनी पुरै सुन्न भइसकेकी थिइन्। तर पर्खनुस्, कथा अझै सकिएको छैन। समारोहबाट घर फर्किँदा उनको दिमागमा एउटै कुरा खेलिरहेको थियो। किन उनीहरूले मलाई नै छाने? किन त्यो सपना? अनि किन त्यो दीक्षान्त समारोह? यो सबैको पछाडि आखिर के रहस्य लुकेको छ? हेर्नुस्, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो कुनै भूत प्रेतको कथा होइन। यो त गहिरो मानवीय आघात र सम्झनाको कथा हो। जब देशको सेवा गर्दा गर्दै वीर सैनिकहरूले अचानक ज्यान गुमाउँछन् नि, त्यो क्षति परिवारको मात्र हुँदैन, त्यसले सिङ्गो समाजको चेतनामा एउटा गहिरो घाउ छोड्छ। मनोवैज्ञानिकहरू पनि के भन्छन् भने अचानक र अस्वाभाविक रूपमा भएको मृत्युको ट्रमालाई हाम्रो सामूहिक मस्तिष्कले त्यति सजिलै स्वीकार्न सक्दैन। कहिलेकाहीँ यस्ता नसुल्झिएका भावनाहरू, अचानक गुमेका जीवनका ऊर्जाहरू यस्तै अकल्पनीय रूपमा प्रकट हुन्छन्। सायद ती युवती एउटा यस्तो माध्यम बनिन् जसले त्यो नभनिएको पीडा र अधुरो विदाईलाई महसुस गर्न सकिन्। अनि घर पुगेको केही घण्टापछि मध्यरातमा उनको फोन बज्छ। स्क्रिनमा कुनै नम्बर थिएन, पुरै अननोन। काँप्दो हातले उनले फोन उठाइन्। उताबाट कुनै ठूलो आवाज आएन, केवल हावाको सुस्केरा जस्तो एउटा चिसो मधुरो आवाज सुन्यो। तिमीले अझै हामीलाई बिर्सेकी छैनौ, होइन? त्यसपछि फोन काट्यो। बाफरे, यो वाक्यले हामी सबैलाई एउटा गहिरो र अनुत्तरित प्रश्नको घेरामा छोडिदिन्छ। के ती सैनिकहरू साँच्चै फर्किएका थिए? या यो ती युवतीको आघातग्रस्त दिमागको उपज मात्र थियो? मृत्युपछिको अस्तित्व र हाम्रो स्मरण शक्ति बीचको यो खेर कति रहस्यमय छ, होइन त? यसको ठ्याक्कै उत्तर सायद हामीले कहिल्यै पाउने छैनौँ। तर यसले हाम्रो सोच्ने दायरालाई पक्कै फराकिलो बनाइदिएको छ। आजको प्रस्तुतिबाट हामी यही बिदा हुन्छौँ। सधैँ याद राख्नुहोस्, कहिलेकाहीँ नदेखेका कुराहरू देखेका कुराहरूभन्दा धेरै शक्तिशाली हुन्छन्।